हेलो एभ्रिवान, स्वागत छ तपाईलाई मेरो मिनी भ्लगमा। आज चाहिँ मैले पुलाउ र सोयाबिनको छोला रेसिपी लिएर आएको छु। सुरुमा चाहिँ मैले ड्राई फ्रुट्सलाई कट गरेँ, त्यसपछि गाजरलाई छिलेर कट गर्दैछु। हेर्न सक्नुहुन्छ। यतिको भएपछि मैले चाहिँ पुलाउ बनाउनतर्फ लागेँ। सुरुमा चाहिँ मैले घिउ एड गरेँ, त्यसपछि लङ्सुको मिल्क पनि मैले फुराएँ। अघि काटेर राखेको ड्राई फ्रुट्स र गाजरलाई एड गरेँ अनि मैले चामल भिजाएर राखेको थिएँ त्यो पनि एड गरेँ। यतिको भइसकेपछि चाहिँ मैले स्वादअनुसार नुन र चिनी एड गरेँ। त्यसपछि जति चामल लिनुहुन्छ त्यति नै पानी हाल्नु होला अनि मैले सिटी लाउन छोडेँ। त्यसपछि चाहिँ अब छोलाको पालो। मैले सोयाबिनलाई एकछिन उमालेर यतिको निकालेँ, त्यसपछि चिसो पानी एड गरेँ। सेलाइसकेपछि मैले त्यसको सब पानीलाई छानेर एउटा भाँडामा राखेँ। अब चाहिँ सोयाबिनलाई फ्राई गर्नतर्फ लागेँ। यतिको भइसकेपछि मैले सोयाबिनलाई निकालेँ। अब चाहिँ अचारको लागि टमाटर, लसुन खुर्सानीलाई फ्राई गरेँ अनि प्याज, लसुन, प्याज, धनियाँको हरियो पत्ता नि एड गरेँ। त्यसपछि अचार पिसेर राखेको थियो त्यो एड गरेँ। नुन, बेसार, त्यसलाई झानेर कागती चारेर यतिको भइसकेपछि चाहिँ म खानतर्फ लागेँ। साँच्चै यो खानेकुरा यति मिठो, यति टेस्टी भएको थियो नि। हजुरहरूलाई पनि यस्तै यस्तै खानु मन छ भने बनाएर खानु होला। त धन्यवाद, बाइ बाइ। वाउ।